जय गोर्खा, जय सुभाष, जय मोहन घिसिङ। गुड आफ्टरनुन फेबिलो, टाँसी दिल्ली, सेवान्नी, सेवारो, खामरिङ, सेजुलो र सबैको मैले नाम लिनु सकिनँ र सरी भन्नेछु र नमस्कार। र विशेष गरेर मलाई आज धेरै दिन पछाडि छोटो एउटा भिडियो बनाउँदैछु। विशेष गरेर भोट तुरेको धेरै दिन भइसक्यो र म चाहिँ यो भन्नु चाहन्दैछु र 5 वर्षमा 365ले गर्दाखेरि 1825 दिन हुन्छ र त्यसमा 1824 दिन चाहिँ हाम्रो र एक दिन चाहिँ नेताहरूलाई भोट हाल्ने फिङ्गर यो एक दिन चाहिँ भविष्य बिगार्ने कि सम्हाल्ने त्यो आफूबाट छ। भोट दिने अधिकार चाहिँ त्यो एक दिन चाहिँ हो र वेस्ट बेङ्गाल भनौँ पहाडलाई परिवर्तन ल्याउनेमा ठुलो हात चाहिँ विशेष गरेर भगवान रूपी जनताले यो बाजी धेरै राम्रो भूमिका खेलेको छ र वेस्ट बेङ्गाल बिजेपी गभर्मेन्ट फर्म भइसक्यो र उहाँहरूलाई पनि शुभकामना बधाई छ र दार्जिलिङमा पनि हाम्रो 5वटा सिट आएकोमा शुभकामना बधाई र जुन भाग लिनु भएको थियो जो हार्नु भएको छ उहाँहरूलाई पनि तपाईँहरूले भाग लिनु भएको थियो र तपाईँहरूले अब हार्नुभयो, दुःख मन गर्ने कुरा आएन होइन, हार जित त हुन्छै हुन्छ। र मलाई चाहिँ के भन्नु मन लाग्यो भन्दाखेरि हामीमाथि भनौँ जनतामाथि धेरै नै थिचोमिचो भएको थियो। किनभने हामीले यस्तो गर्छौँ उस्तो गर्छौँ राम्रै गर्छौँ भनेर भन्छ, तर हाम्रो कतिजना पाहाडको साथीहरू चाहिँ इलिगल ट्यागमा थियो र पश्चिम बङ्गाल गभर्मेन्टको फेभरमा थियो। राम्रो कुरामा भए त केही थिएन, नराम्रो कुरामा उहाँहरू फेभरमा थियो र यति दिन तपाईँहरूले चलाउनु भयो, तपाईँहरूले अत्याचार गर्नुभयो, केही छैन त्यो। र म जति पनि भन्न चाहन्छु र म रिम्बिक लोधोमा समष्टि साथै ब्रान्च मेम्बरको हैसियतमा म बिबी चामलिङबाट जति पनि हाम्रो रिम्बिक लोधोमा समष्टिमा रहनुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरू, भगवान रूपी जनता भनेको चाहिँ एउटा ईश्वर रूप लिएर आएको हुन्छ र ईश्वर भनेको चाहिँ चाहे मस्जिद होस्, चाहे चर्च होस्, चाहे मन्दिर होस्, चाहे गुम्बा होस्, चाहे जहाँ पनि ढोका खुल्ला हुन्छ। त्यसले गर्दा जनता भनेको चाहिँ ईश्वर रूपी हो। तपाईँहरूलाई अब पहाडको परिवर्तनमा अब मुक्त भइसकेको छ र अब राम्रै हुन्छ र अब आउने विकल्प चाहिँ अब 6औँ अनुसूची नै हो। 6औँ अनुसूची बेगर विकल्प छैन। 6औँ अनुसूचीद्वारा नै गोर्खाल्यान्ड हुने हो, डाइरेक्ट गोर्खाल्यान्ड हुँदैन, बार भनिराखेको हो। र हाम्रो कतिजना साथीहरूले पहिला अब उल्टा पुल्टा पढायो है। र विशेष गरेर हाम्रो दाजुभाइ दिदीबहिनीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि 6औँ अनुसूची बेगर गोर्खाल्यान्ड हुँदैन भन्ने चाहिँ तपाईँहरूले बुझ्नुपर्छ। र तपाईँहरूले आफ्नो आफ्नो ढोका खुल्ला छ। तपाईँहरू कहाँ जानु चाहनुहुन्छ, तपाईँहरूको इच्छा हो। बिजेपीमा जानुहुन्छ कि गजमा वानमा जानुहुन्छ कि जेएनएलएफमा आउनुहुन्छ कि तपाईँहरूको इच्छा हो। र म चाहिँ यही भन्न चाहन्छु, एउटा ब्रान्च मेम्बरको हैसियतमा, जेएनएलएफको क्याडरको हैसियतमा तपाईँहरू जो आउनुहुन्छ र हाम्रो जेएनएलएफको ढोका एकदम खुल्ला छ, तपाईँहरूलाई वेलकम छ, तपाईँहरूलाई स्वागत छ। तपाईँहरू जतिखेर पनि आउनु सक्नुहुन्छ। तपाईँहरू नहिचकिचाइ आउँदा हुन्छ, किनभने विकल्प नै 6औँ अनुसूची हो र त्यसले गर्दा तपाईँहरूले आफ्नो भाग्य निर्माण गर्नुको लागि तपाईँले भोट दिइसक्नु भएको छ र अब आउने फ्युचरको लागि इलिगल ट्यागमा तपाईँहरूलाई हिँडायो होला, त्यो तपाईँहरूको भुल होइन, नेताहरूको भुल हो र कतिवटा हामीले भुल गरेछौँ भन्ने तपाईँहरूले पनि स्वीकार गर्नुपर्छ। र तपाईँहरूलाई त्यही म भन्न चाहन्छु, जेएनएलएफको ढोका चाहिँ हजुरहरूलाई एकदमै 24 घन्टा खुल्ला छ र वेलकम छ र तपाईँहरू आउनु सक्नुहुन्छ भन्दै आशा राख्दै
र मेरो जतिवटा वर्डहरूमा भुल भयो होला क्षमा चाहन्छु। जय गोर्खा, जय सुभाष, जय मोहन घिसिङ। थ्याङ्क यू सो मच।